ल गाई तपाईहरुलाई एकदम स्वागत छ। आज हाम्रो भ्लगिङको डे 3 अनि आज हामीले बनाउन गइरहेका छौं एकदम स्पेशल हैन। अब हाम्रो भ्लग सुरु भयो हाम्रो के भन्छ अब हाम्रो जर्नी पनि भर्खरै स्टार्ट भएको हैन। अनि त्यसको लागि चाहिँ हामी हाइवेमा छौं। अहिले हामी बिस्तारै हामी जाँदै छौं। त्यसलाई चाहिँ गाडीले ओभरटेक गर्दै आऊ। अनि त्यसको लागि हामी जाँदै छौं। अनि सिधा गएर हामी जानुपर्छ एउटा मोडमा जानुपर्छ ल। अब त्यति नै हो। ल गाइज हामी भित्रपट्टि बाटो छिर्यो हैन। अब यहाँबाट यहाँ रहेछ स्याउबारी नक्सामा देखाएको छ। स्याउबारी हुँदै गयो यही त हो स्याउबारी। ल यो स्याउबारी के घुम्न जानु अब। अनि यहाँ चाहिँ प्रतीक्षालय छ। यहाँ हेर्नु ए कस्तो राम्रो प्रतीक्षालय चिटिक्कको हैन। भर पर्दो साइडमा हैन अगाडि भन्छ। अनि यहाँ प्रतीक्षालय छ हेर्नु यी त्यो प्रतीक्षालयको खुट्टा भाँचिसकेको रहेछ। मान्छे बसेर त पल्टिन्छ कि पुरै भाँच्छ जस्तै भयो रहेछ यो प्रतीक्षालय। चिटिक्कको राम्रो रहेछ पुरानो भयो नि त। अब यही त हो। ल यहाँ गाई स्याउबारी छ हेर्नु। यहाँ लटरम्म स्याउ फल्दा यत्रा गेडा फल्छन् होइन। मजाले भर्खरै फल्दैछ नि त लटरम्म यत्रा गेडा। ठुलो रहेछ तर ठुलो रहेछ है। दाटी घुम्न त पाउँछ होला। घुमेपछि बाद स्याउ फलेको बेला त मजा हुन्छ होला नि। सोधौँला पछि म युट्युबबाट ठुलो प्रमोसन हानिदिन्छु होइन। अनि एकचोटि मलाई चाहिँ हेर्नु दिनु पऱ्यो। म यहाँ सब व्यवस्थित तरिकाले आऊ होइन। कृपया चाहिँ उ गर्नु होला भन्छु ल। ल गाइस यहाँ चाहिँ अब जङ्गल आइयो ल हेर्नु। अब दो बाटो छ यहाँ जाने कि यहाँ जाने भन्ने कुरो। यताबाट कता जाने राइट। ल हामी राइट गयौँ है त। ल राइटतिर गयौँ। राइटबाट कहाँसम्म पुगिन्छ भन्ने कुरो। यो राइटतिर गयौँ। यहाँबाट हामी पुगिन्छ एउटा बाटो। यहाँ पनि स्याउबारी रहेछ। स्याउबारी कति छ यहाँ स्याउबारी। जति पनि टिपेर नि खान पाइन्छ। घर लानु पाइन्छ। मन पऱ्यो बेच्न पनि पाइन्छ फेरि। ल हेर्नु यहाँ प्याज चाहिँ यसरी रोप्छन्। कोरियामा यसरी रोप्छन् क्या। खेतीबाडी यसरी गर्छन्। एउटा सानो जग्गा छोडेर यो प्याज रोपाइयो हेर्नु है। ल हेर्नु राम्रोसँग। ल हेर्नु यहाँ पुरै स्याउबारी। ल नेपालमा हिमालय मात्र पहाड मात्र फल्छ भन्छ नि। यहाँ जहाँ नि फलाउँछ नि यस्तो बनाएर टक्क होइन। स्याउ टक्क चिटिक्कको स्याउ त होइन क्या। त यो स्याउ होइन गाई म मिस्टेक हानेछु होइन। स्याउ होइन रहेछ यो चाहिँ त्यस्तै के ब्लुबेरी जस्तै छ त यार। ब्लुबेरी मैले काम गर्दा नि यस्तै थियो। ब्लुबेरी जस्तै छ गाई यो स्याउ चाहिँ होइन रहेछ। म मिस्टेक खाएछु। आइएम सरी फर द्याट। ब्लुबेरी ब्लुबेरी रहेछ ब्लुबेरी। यहाँ ब्लुबेरी भन्ने लेखेको छ ब्लुबेरी हो। यो ब्लुबेरी लास्टै महँगो हुन्छ फेरि। यसमा खेती गरेर लास्ट पैसा कमाइन्छ सब ब्लुबेरी। पैसा पनि त्यस्तै हुन्छ। ल गाइस हेर्नु यहाँ कुकुर पालेछन् पछाडि कुकुर यहाँ छ कुकुर होइन। यहाँ चाहिँ कुकुर घर पाल्छन्। अनि यहाँ चाहिँ त्यो किउँ हालेछन् त्यो चरा आउँदैन भनेर हो। चराको आवाज बजिरह नि। अनि यहाँ चाहिँ कुकुर छ। नो ब्रो नो डोन्ट डु द्याट यु अन्डरस्टुड। यता बाटो रहेछ हामी यतातिर गयौँ होइन। यहाँ चाहिँ हेर्नु पानीको ड्याम छ। ल हेर्नु पानी सिँचाइको लागि पानी भरपस्त मात्रामा सरकारले एभाइलेबल गरिदिएको छ बुझ्नु। हेर्नु यहाँ कस्तो मजाको पानी छ। पौडी खेल्दा नि हुन्छ है। सरकारले सिँचाइको लागि व्यवस्थित गरिदिएको यो हो त तरिका गाउँ घरभित्र पनि। ल हेर्नु भर्खरै हामी गाई फार्म पनि कटियो। ल हेर्नु यो गाई फार्म। अब यहाँबाट यो गाई फार्ममा यहाँ अलिक गाई फार्म पालेछन् होइन। यहाँबाट अगाडि बाटो छ कि छैन भन्ने कुरो अब यहाँसँग त आइयो होला। यो गाउँको भित्र बाटो त म खोजिहाल्छु नि। छैन क्या हो साँच्चै छैन यार। साँच्चै छैन त साँच्चै छैन। ऊ त माथिबाट त्यो उताबाट बाटो थियो यार गाउँतिर जाने बाटो। ए डोन्ट पार्क ब्रो डोन्ट पार्क बाटो रहन्छ गाई। हामी फर्क्यौँ होइन। अब यताबाट अर्को ठाउँ बाटो जानुपर्छ। ल बाटो हराइसकेपछि गाई हामी अर्को साँगुरो बाटो आइसकेका छौँ। यो बाटोबाट हामी सिधा गयो भने चाहिँ ट्याक्कै अगाडि उहाँ पुगिन्छ। कहाँ पुगिन्छ खैसकेपछि कहीँ त पुगिन्छ। यो ठाउँ यो बाटो त धेरै हिँडेको जस्तो लाग्यो तर जे होस् ठिक छ। यो घर हेर्नु ल हेर्नु यहाँ यो घर नि मान्छे बस्छन्। ल हेर्नु डिसाउँछ नि यस्तो। यो बाटो त मात्र डेस्टिनी ऊ रहेछ एडभेन्चर बाटो रहेछ। के छ विचार छैन। ल त्यसो भए एडभेन्चर बाटो हामीले त्यागेर यहीँ बाटो गयौँ होइन। केही छैन अब। ल हेर्नु कोरियाको सानोतिनो रोड माथिको रोडको तल बनाएको सानोतिनो
रोडबाट टर्न हेर्नु यहाँ फुल पनि झरेको छ त्यही नै हो लास्ट टाइम यही बाटो आइपुग्यो ल गाइज हामी लोकेसन हेर्दै चाहिँ हामी जाँदैछौँ अब सिउमा है त यहाँ चाहिँ मान्छे गाड्छन् मसान घाटो के यहाँ कतिवटा त्यो एउटा 3टा 4 5 6 7वटा लास 7जनाको लास गाडे यहाँ चाहिँ अनि यहाँ कम्पनी छ अनि हामी त उकालो हाइट नै छ अब हाम्रो त्यति हाइट चढ्न पर्दैन चढ्न पर्ने हाइट हामी चढिसक्यौँ लगाइ हेर्ने यो गाउँमा हो यस्तो बस्ने ठाउँ पनि छ है अनि त्यसपछि यस्तो गाडीहरू छ घरमा गाडी यो घर हेर्नुलाई हेर्नु नेपालको जस्तै घर यहाँ आइयो है यहाँ अर्को माटोमा आइएछ यो बुढीकोमा बस्ने बुढीकोमा बुढीको त आइसक्यो होइन र उतै त हो नि अन्त नि त्यो सर्टकट हो नि त अलिकति भयो नि हाइवे पनि छैन गाइस सिधै अगाडि है अगाडि रे माथि गाइस पुरै उकालो यत्रो चढेर आइयो ल हेर्नु त यहाँ उकालो अब यहाँ साइकल चलाउने बाटो छैन अब यहाँ डोरा पनि जानुपर्ने हुन्छ साइकल चलाउनु पनि पाउँदैन अब यहाँ साँगुरो बाटोमा है अब यस्तै त हो गाउँघरतिर होइन यस्तै छ गाइस उकालो पनि चढियो स्या गरी बाटो बन्द रहेछ यार साइकल बोक्नु पर्थ्यो त्यो हाइवेबाट जाम भनेको झन् त्यसै मैले भन्छु त मलाई थाहा हुन्छ नि त अब हाम्रो थोरै मात्र गन्तव्य उकालो चढ्ने भने we totally arrived to our destination. ल हामी डेस्टिनेसनमा पुगिसकेको छौँ थोरै मात्र स्टेसन पार गऱ्यो भने we go arrived हैन त्यही हो त्यो साह्रै स्पिडमा गर्दा कसरी गर्थ्यो स्पिडमा साह्रै स्पिडमा हान्दियो हो त्यसले यार यहाँ रोक्यो होला त्यसले सोध्नुपर्छ रोकेन सिधै गएछ हिर्काउँदै टेस्टु खाऊ न दामी हुन्छ Totoo. Ayan, kaya di pwede ginawa ng pwede ba? कति भयो है हेरौँ 12,000 भएछ कार्डबाट दिन्छु ल ए खतरा रफ्तार लियो यार अघि आउँदा पो गाह्रो भयो त खतरा रफ्तार लियो अघि आउँदा त रिस्क हाल्छ बाटोले गर्दा अहिले त हामी खतरा रफ्तारमा बढ्यौँ अगाडि
पिस कट्न भएन नि त होइन BMW Bankisu motor and back Bankisu motor and back धुलै उडा खा यहाँसम्म काम रातिसम्म गर्छ कोरियनहरूले त्यतिको देश विकास छ तल हाइवेहरू कस्तो मजाको चिल्लो बनाखा यो हो नि त सरसफाइ विदेशको क्लिनिङ भनेको यो हो नि त त्यसै आउनु पाइन्छ त नि त्यसै दुःख गर्नुपर्छ कोरियन पढ्न यिनीहरूको डेभलपमेन्ट हेर्नको लागि भयो नि स्टडी धेरै गर्नुपर्छ नि कोरिया आउनु स्टुडेन्टले जुनै देश छ नि त्यही हो डेभलप त सबै देशहरू छ नि तर 목적지까지 50% 남았어요. 현재까지 평균 속도는 13.3km/h이며 남은 거리는 4.1km, 약 18분 소요예정입니다. के भयो 경로를 벗어났습니다. ल हामी बाटो चेन्ज गरेको छौँ यहाँ लास्टै उकाल्नुपर्छ क्या त्यही भएर लास्टै उकालो चाहिँ योभन्दा बढी ए अस्ति हामी उताको बाटो गएको थियो है हम त उकालो खान्छ अहिले अघि बढेर निका ओर्वा छ नि त अहिले उकालो छ नि त सही हो त्यो उता बाटो जाने होइन हामी ए अघि आएको यो बाटो चाहिँ कुता जान्छ सानो बाटो ए घरमा हो ए नत्र एडभेन्चर हान्नु हुन्थ्यो है कति जान्छ भने त घरमा भए त काम भएन फेरि यो बाटो कहाँ जान्छ खोला रहेछ हेर्नु गाउँ कस्तो तपाईँलाई गाउँ यहाँ हेर्नु है घर सानोतिनो गाउँ यहाँ प्राइभेट यसै घर बनाएर बस्छन् गाउँतिरै आजभोलि गाउँमा बस्ने मान्छे छैनन् बुढियामा माछा मारी टन्नै मान्छेहरू आउँछ सब गाडीको माछा मारी मान्छेहरू यिनीहरू माछा चाहिँ आफ्नो रहरको लागि फेरि मार्ने काम त होइन कि यिनीहरूको रहर माछा मार्छन् यस्तो दिनभरि बसेर ए यहाँ राखौँ यहाँ राख्ने ठाउँ छ त गाडी तल जाँदैन होला नि खै लाखेन गरी कसैले ए फोटोसोटो समुद्रको एउटा फोटोसोटो खिच्नु पऱ्यो नि